बेजाङ आइसक्यो नस्पति पनि फलेर रहेछ यार बेजाङमा नस्पति टिपमा एउटा एउटा नस्पतिको बोटो हामी यहाँ कुरेर बसिरहेको थियौँ स्कुटरमा पनि लिएर आइसक्यो होइन स्कुटरमा बोकेर लिएर आएन यार क्या ठुला रहेछ नि बिरुवा त यार बिरुवा त लास्ट ठुला रहेछन् अब चाहिँ हामीले ओह्रालेर चाहिँ गाड्न जान्छौँ अङ्कल हजुर आइयो नि आइयो अब काम सुरु गर अब काम सुरु गर्छौँ हामीले उताबाट गर्ने नि पहिला उता जान्छौँ हामी पहिला माथिसम्म आयौँ अब यहाँबाट चाहिँ बिरुवा पुगेन कि उहाँ तलकोमा फाड्दै हुनुहुन्छ अहिले अनि यतातिर स्कुटरमा लिएर आइसक्नु भयो क्या अनि यहाँबाट माथिसम्म जान चाहिँ अब एकछिनपछि स्कुलसम्म पुगिन्छ होला हामी लास्ट गर्नु भइरहेको अनि हनुमान यसले मैले बिरुवा हाल्दै गहौँ अनि पछाडिबाट फाड्दै हाल्दै आउनु त्यहाँ माथि अनि हिमालले चाहिँ बिरुवा राख्दै गह हाम्रो ड्युटी चाहिँ सकियो हामी चाहिँ घरतिर जान्छौँ यही बसमा ए गा चलो ब्याक टु मेन्यु ब्लग सन्चै आरामै हुनुहुन्छ होला म पनि आरामै छु अनि आज चाहिँ म छतामाथि चढेर भिडियो बनाउँदैछु यहाँ बाख्रो काट्दै हुनुहुन्छ होइन बोको काट्दै हुनुहुन्छ मामाले यहाँ पोल्दै हुनुहुन्छ म चाहिँ यहाँ माथि बसेर हाम्रो सुप्रिमले मलाई हेरिरहेको तलबाट ओ सुप्रिम आउँछौ अँ भन अहिले चर्को सुनिनँ मैले कहाँ आउँछौ रोटिन्छ हुन्न म फगाल्छु अब आम फाल्छु म अब आम फाल्छु ओ 50 यसलाई निकाल्नु पस्ला फेरि गाइस म यहाँ तल ओर्लिसकेँ अब चाहिँ म काममा जाने होइन म खाना खान्छु खाना खाएर देखाउँछु ल साथीहरू म चाहिँ अब काममा हिँडेँ होइन आँसी लिएर हिँडेँ अनि अब म वहाँ जान्छु अङ्कलहरू चाहिँ गइसकेछन् होइन म वहाँ गएर देखाउँछु आज चाहिँ हाम्रो काम भनेको चाहिँ गुराँस रोप्ने रोडा हिजो चाहिँ खने थियौँ हामीले पानी परिदियो अनि भिडियो बनाउन पाइन अनि हामीले चाहिँ आज चाहिँ रोप्दै जान्छौँ भने मल हाल्दै रोप्दै जान्छ हिँडिसक्नु रहेछ साथीहरू हामी चाहिँ हिल आइसक्यौँ हामी जानु भनेको उहाँ हो क्या अब त्यो रातो रेड आस पनि त्यो अन्त माथिर गर्ने क्या हिजो चाहिँ माथिसम्म गएको थियौँ अनि हामी बेचङसम्म पुग्यो हामी खाल्टो खानेर अनि आज त्यो रोपेपछि हाम्रो काम सकिन्छ पसिना भइसक्यो लुचुपै भइसक्यो यार मजाले रोपिरहेको नि बिरुवा लाली गुराँसको यो भयो बिरुवाहरू छ ल हामी त हिँडे आयौँ होइन अब हामी त बेजङबाट गर्ने भनेर बेजङबाट लास थकेर आयो यार सासै भेट्न सक्यो नि अब यहाँबाट होइन यहाँ खाल्टा छन् उता बेजङसम्म पुगेको होइन सबै अब बेजङै गयो होला अब हामी बेजङ जान्छौँ साथीहरू हामी चाहिँ राइजिम आयौँ होइन राइजिम त्यो अनि हामीले यहाँबाट खन्दै गएको के यहाँबाट तलसम्म भन्नाले उता तलबाट माथि यहाँसम्म खन्दै आएको बिरुवाहरू रोप्ने भनेर अनि हामी चाहिँ तलबाट नि सुरु गर्ने आज चाहिँ 3 जना जीवन अङ्कल उहाँ पुगिसक्यो हिमाल यहाँ छ ल साथीहरू अब म चाहिँ यता सर्टकटबाट जान्छु होइन यता गएपछि त्यहाँ चाहिँ नस्पति छ होइन नस्पति टिप्न पर्यो क्या यस कति मजाको बाटो छ नि त यहाँ हामी बेजाङ आइसक्यौँ नस्पति पनि फलेर रहेछ यार बेजाङमा नस्पति टिपमा एउटा एउटा नस्पतिको बोटो टिपे हिमाल लास्ट हो छ पुग्दैन जाम आइयो गुलियो रहेछ नस्पति चाहिँ चोरी होइन गुलियो कस्तो गाँड भइहाल्यो कस्तो नस्पति खाल्लो खानौँ के त हामी चाहिँ बेजाङ आयौँ अब अरू पनि झर्दै छन् हामी चाहिँ सबभन्दा छिटो आएको छौँ हामीभन्दा पहिला आयो भनेको हामीभन्दा पछि आउँदै रहेछ एकछिन कुरौँ हामी यहाँ कुरेर बसेर चाहिँ आइसक्नु भएको छ अब चाहिँ हामीले काम सुरु गर्छ ए यस्तो घाम चर्को लागेर यहाँ झन् चाहिँ कपडा नलाइकन आएको माथि यस्तो चर्को घाम लागेको जीवन अङ्कल हाँसिरहेन मुसु आम अङ्कल हजुर आइयो नि आइयो अब काम सुरु गर अब काम सुरु गर्छौँ हामीले उताबाट गर्ने नि पहिला उता जान्छौँ हामी पहिला अनि उताबाट घर कुरेर बसिरहेको थियौँ स्कुटरमा पनि लिएर आइसक्यो होइन स्कुटरमा बोकेर लिएर आएन यार क्या ठुला रहेछ नि बिरुवा त यार बिरुवा त लास्ट ठुला रहेछन् अब चाहिँ हामीले ओह्रालेर चाहिँ गाड्न जान्छौँ हामीले बिरुवा सार्दैछौँ अब एउटा यो बडामानको रहेछ यार हिमालले पुर्न लाग्यो कि पुरा मजाले हिमाल जताततै उकालो लाउनु पर्छ अब अनि माथि खान अब होइन ल हामीले त एउटा लाग्यो यो बरु यस्तै कोही साना कोही यत्रो बडा यहाँ यो त अलि साना रह्यो त्यहाँ भन्दा पनि अझै ठुला खानेर होइन गरे चाहिँ हामीले यो लाएर माथि पुग्यौँ आशङ्का ल्याउनु पर्छ अब पहिला हामीले यहाँ लाउँछौँ हिमाल यहाँ सानो खाल्टो खाना होइन अब यहाँ चाहिँ हामीले गर्छौँ
पछि यहाँ बिरुवा लिन गएको भाइ एउटा त्यो एउटा बिरुवा हालेपछि पुर्दै हुन्छ। अनि यो हामी चाहिँ यहाँ माथिसम्म आयौँ। अब यहाँबाट चाहिँ बिरुवा पुगेन कि उहाँ तलको उहाँ फाँड्दै हुनुहुन्छ अहिले। अनि यतातिर स्कुटरमा लिएर आइसक्नु भयो क्या। अनि यहाँबाट माथिसम्म जान खा चाहिँ अब एकछिनपछि स्कुलसम्म पुगिन्छ होला। हामी लास्ट गर्नु भइरहेको होइन हनुमान। यसले मैले बिरुवा हाल्दै गहौँ अनि पछाडिबाट फाँड्दै हाल्दै आउनुभयो त्यहाँ माथि। अनि हिमालले चाहिँ बिरुवा राख्दै गह, जीवन अङ्कलले चाहिँ अझै खन्दै गहन कि गहिरो पार्दै गह। लास्ट पसिना चुयो हेर्छ। त्यहाँको काम हामीले सक्यो होइन। हामी चाहिँ माथि जान्छौँ, भोक लगाइराख खाएको छैन, माझ भन्ज्याङ गरेर खाने होइन। हामी चाहिँ हिँड्दै गरेछौँ। अनि त फाँडेर चाहिँ स्कुटरमा पहिला हान्छु भन्नुभएको के अरे। हामी हिँड्दै गरौँ कहाँसम्म जान्छौँ अनि त्यहाँपछि आउँछ भन्नु। हामी हिँड्दै गएको थियौँ, जिप पाइयो, जिप आउँदैछ हो। यो जिपमा हामी चढेर जान्छौँ अब। ल यो जिपमा चढेर जान्छौँ हामी अब। ल हाम्रो चाहिँ हामी जाने भनेको रोक्दै रोकेन लामो जस्तो। हामी त हिँड्दै जान्छौँ अब। कुहिरो लगाइरह के कस्तो पानी पर्ने जस्तै भइरह। हामी त छिटो जानु पर्यो, खानु पर्यो, लास्ट भोक लगाइरह। हिमाल अगाडि खान गएको लोटो क्या मजाले बज्रामा पर्ने थियो। यता न फेरि खतरा किरा लोट। ल हामी चाहिँ आयौँ, सबै आइसक्यौँ यहाँ। अब हामी माइलोको जिपा हामी त्यहाँ जान्छौँ अब। कुर्छौँ यसो कुहिरो सुहिरो लगाएपछि पानी पर्ने जस्तो भोका लास्ट सबै लोड परिरहन् होइन। अब गएर खाइहाल्यो। तल जिप आउँदैछ होइन। हामी पछाडि चढेर जान्छौँ। हामी यहाँ रोक्नु भयो। ल हामी यमै चढेर जान्छौँ। आज त सजिलो भयो, हिँड्दै नसकेर। अब एकछिनमा पुग्छौँ हामी। हामी त माजु भन्ने काम अब खाजा खाने बेला ट्याक्लै ल माजु भन्दा ओए कस्तो विराट। ल आइयो हामी माजु भन्दा ल यहीँ हो। हामीले यहीँ बस्छौँ, हामी यहीँ खान्छौँ। यहाँ यो धन्दाले सेल्टिएन यार, कस्तो मजाले गुल्टियो बुद्रु केमा छ क्या मजाले। हामी चाहिँ यहाँसम्म आइयो होइन। यहाँबाट गर्दै हामीले मलसल यहीँ छ होइन। बिरुवा लिन गएछन्, बिरुवा लिएर आएछ नि हो। गर बाबु गर गर अब यहाँ हो गुड। यहाँ गीत गाएर बजिरहनु, गीत गाएर क्या जीवन अङ्कल खन्नु न, म भिडियो बनाउँछु क्या। खन्नु त हो सबैले हेर्छन् ल अझै। अनि भइहाल्यो त अङ्कल अब। अनि अब बिरुवा आउँछ, बिरुवा आएपछि म देखाउँछु। बिरुवा लिएर आयो अब कति ठुल्ठुला रहेछ नि त। कति ठुलो छ नि बिरुवा नि। लास्ट डोजमा लास्ट ठुला रहेछ नि त्यो बिरुवा त। कति ल्याउनु 20 24 कता रहन 25 रहन। ल ल माझ भन्ज्याङबाट घाँटीबाट उता तिनीहरूले उकाएर राखेका छुट्टै छन् त्यही सानी। ए हो हामी त हाला हाला के बाबु हालेको उहाँ छ उहाँ लिएर जाऊँ ल। यिनले के अरे यस्तो भने के मेरो पनि भिडियो बनाइदियो, मैले गाडेको भने म लिएर हिँड्दै उयो भने ल गाड अब हाला म समातिन्छु ल ल हुन्न छिटो छिटो हुन्न छिटो छिटो। कति बाटो यार मैले खन्ने अरे आफूले हेर्ने अरे क्या अडाएर माथिको। म चाहिँ माथि जान्छु, माथि माटो हाल्दै जान्छु। अब हाम्रो ड्युटी चाहिँ सक्यो, हामी चाहिँ घरतिर जान्छौँ यही बसमा। अनि म चाहिँ घर देखाउँछु अब होइन। सबै रेडी भइसक्यो, यहाँ बोकेर लिएर हिँडिरहेको साथीहरू। म घर आएँ होइन। म हात खुट्टा धुन्छु, फ्रेस हुन्छु, पानी परेर फेर म चाहिँ फ्रेस हुन्छु पहिला सुरु होइन। साथीहरू आजको लागि यति नै। कस्तो लाग्यो भिडियो कमेन्टमा भनिदिनु होला होइन। लास्ट थकाइ लाग्यो अनि भोलिको अनि धेरै होइन 10वटा भिडियो होइन। अनि 1 घन्टाको काम छ अनि त्यहाँ पनि जानु छ। अनि आजको लागि यति नै। कस्तो लाग्यो भिडियो कमेन्टमा भन्नु होला। बाई बाई।